नमस्कार, म डाक्टर नीता तिमिल सिन्हा, कन्सल्टेन्ट अब्स्टेटिशियन एन्ड गाइनेकोलोजिस्ट, हाल नेपाल कोरिया मैत्री अस्पतालमा कार्यरत छु। धन्यवाद। महिलाहरूमा देखिने सामान्य रोगहरू भन्दा चाहिँ उनीहरूको अब रिप्रोडक्टिभ एज ग्रुप अनुसार चाहिँ प्रब्लम हुन्छ। यङ महिलाहरूमा भर्खरको नानीहरूमा देखिने भनेको चाहिँ महिनावारी घटबडीको प्रब्लम एकदम धेरै हुन्छ। सँगसँगै महिनावारी हुँदाखेरि पेट दुख्ने समस्या बढी हुन्छ, तर त्यो हर्मोनल डिसब्यालेन्स र उनीहरू ग्रोथ हुँदै गरेको बेलाको सामान्य चेन्ज मात्रै हो। त्यसपछि अब रिप्रोडक्टिभ एज ग्रुप जो महिलाहरू चाहिँ बच्चा जन्माउन सक्षम हुनुहुन्छ, उहाँहरूको एज ग्रुपमा चाहिँ धेरै महिनावारी सम्बन्धीको घटबडी अनि ट्युमरहरूको समस्या जस्तै फाइब्रोइड अनि इन्डोमेट्रियोसिस, इन्डोमेट्रियल हाइपरप्लेसिया भनेको इन्डोमेट्रियम पाठकहरूको भित्री भाग बाक्लो हुने समस्या, हालसालै चाहिँ एकदमै धेरै देखिएको भनेको चाहिँ प्रजनन स्वास्थ्य सम्बन्धीको समस्या, इन्फर्टिलिटी समस्या, त्यसपछि पाठकहरूको मुखको क्यान्सरको समस्या लगायत धेरै समस्याहरू छन्। तर सामान्यतया अझ देखिने बढी भनेको चाहिँ फोहोर पानी गनाउने चिलाउने पानी जाने समस्या, जसलाई चाहिँ हामी भजाइनल डिस्चार्ज सिन्ड्रोम अथवा भजाइनाइटिस अथवा पिआइडीको नामले हाम्रो मेडिकल टर्ममा भन्ने गर्दछौँ। अब अनि महिलाहरू जसको चाहिँ प्रजनन स्वास्थ्य प्रजनन क्षमता सकिन लागेको अथवा रजनवृत्ति भएको महिलाहरूमा चाहिँ रजनवृत्ति सकिन लागेका समस्याहरू जस्तै पोस्ट मेनोपजल सिम्टम्स, पेरिमेनोपजल सिम्टम्सहरू अनि ट्युमरहरूका समस्याहरू उहाँहरूमा पनि बढी देखिन्छ। धन्यवाद। कहिलेकाहीँ महिलाहरूलाई के अरे असहज परिस्थितिमा जस्तै मिड नाइटमा अनि आफू अलिक टाढा रहेको बेलामा अथवा आफूले नभ्याउने बेलामा समस्याहरू आउन सक्छ। त्यसको लागि चाहिँ हेल्थ यातायात प्लेटफर्मले चाहिँ यहाँहरूलाई कुनै पनि बेला सर्भिस दिन रेडी हुनेछ। यसको लागि चाहिँ यो टेलिमेडिसिनको प्लेटफर्म युज गर्न सक्नुहुन्छ, जसबाट चाहिँ हामी चिकित्सकहरूले यहाँहरूलाई घरै बसी सेवा प्रदान गर्नेछौँ। धन्यवाद।